जानकारी गराउन चाहन्छु। हाम्रो ट्राफिकको जनशक्ति स्वीकृत भएको नेपाल सरकारबाट जम्मा 304 हो, जसमा 572 जनाले हाम्रो मधेस राष्ट्रिय कतै ट्राफिकमा भनौँ मधेस प्रदेश ट्राफिकको दायित्व जुन कार्य छ त्यसमा 572 जना कार्यरत छन् विभिन्न उसमा। सडकको अनुपातमा हेर्ने हो भने 1068 किलोमिटरमा एकजना प्रहरी ट्राफिक प्रहरीले हेर्दो रहेछ। एकजना ट्राफिक प्रहरी बराबर 2938वटा सवारी साधन हेर्नुपर्ने हुन्छ दायित्व जस्तो छ। मध्य प्रदेशमा जम्मा दर्ता भएको सवारी साधनहरूको सङ्ख्या 16,69,017 रहेछ। ट्राफिक प्रहरीहरूको एकाइ टोटल 101, जसमा 83वटा अस्थायी ट्राफिक प्रहरी पोस्टहरू छन्। दुर्घटनाको स्थिति हेर्ने हो भने दैनिक रूपमा सडक 25वटा दुर्घटनाहरू हुने गरेको छ। औसतमा दैनिक 2 जनाको ज्यान गएको छ दुर्घटनाको कारणले गर्दा, र वार्षिक रूपमा 480 देखि 560 जनाको मृत्यु हुने गरेको तथ्याङ्क देखाउँछ। गत 3 वर्षको तथ्याङ्क हेर्दाखेरि जम्मा 18,002वटा सवारी दुर्घटना भएको छ, जसमा 1505 जनाको मृत्यु भएको छ। त्यसै गरी 6,853 जना गम्भीर घाइते भएको अभिलेखबाट देखिन्छ।